तर यसलाई हामीले त्यस्तो असभ्य तरिकाले मनाउने होइन, सभ्य तरिकाले होली मनाउनुपर्छ है। र होली किन मनाइन्छ? एउटा बडो उहाँले ब्रह्माजीको घोर तपस्या गर्नुभयो, अनि घोर तपस्या गर्नुभयो। ब्रह्माजी खुसी भएर माग्नुहोस्, के वरदान माग्नुहुन्छ म दिन्छु तपाईँलाई। अनि ब्रह्माजी प्रकट भएर आउनुभयो। अनि उहाँले के भन्नुभयो, त्यो राक्षस हिरण्यकश्यपले, मलाई यस्तो वरदान दिनुहोस् कि म कहिले पनि नमरौँ। भगवानले भन्नुहुन्छ यस्तो पनि कहीँ वरदान हुन्छ कि मान्छे कहिले पनि मर्दैन, जो जन्म लिएको छ उसलाई त मर्नै पर्छ, हो होइन? यस्तो कहीँ छ कि जो जन्म लिएको छ त्यो मर्दैन? फेरि उसले चलाकी के गर्यो, मलाई यस्तो वरदान दिनुहोस् भगवान कि म रातमा पनि नमरौँ, दिनमा पनि नमरौँ, बाहिर पनि नमरौँ, भित्र पनि नमरौँ, अस्त्रले पनि नमरौँ, शस्त्रले पनि नमरौँ। भगवान मन मुस्कुराउनु भयो अनि भन्नुभयो तथास्तु, वरदान दिनुभयो। अब भगवानको कुरा त भगवानले जान्नुहुन्छ कि के गर्नुहुन्छ। अनि ऊ एकदम खुसी भयो, अब त म कहिले पनि मर्दिनँ, मलाई त यस्तो वरदान पाएछ होइन। अनि सबलाई आतंक मचाउन थाल्यो दुनियाँमा। यदि आतंक मचायो कि त्यसको कुरा छैन। एक दिन के भयो, भगवानको माया विचित्र छ। उसकै घरमा भगवान विष्णुको जप गर्ने एउटा छोरा पायो, भगवानलाई मान्ने। तर उसको विचारमा कसैले नमान्नुहोस्, मै भगवान हो, मलाई नै मान्नुहोस्। आफ्नो राज्यमा प्रजाहरूलाई यस्तै गरेर आतंक फैलाएको थियो। आफ्नो बुवालाई अनि प्रहलाद भएपछि के भन्यो कि उसले भगवान विष्णुलाई मान्नुपर्छ। र हिरण्यकश्यपले यो कुरा मानेन, यो मेरो विरोधमा गयो, मेरै छोरा हो त के, मेरो विरोधमा गयो। अनि उसले आफ्नो सिपाहीहरूलाई बोलायो अनि भने मेरो छोरा भएर पनि हुँदैन, त्यसलाई ल्याउनुपर्छ, यातना दिनुपर्छ त्यसलाई धेरै। किन विष्णु भगवानलाई मान्छ, मलाई किन मान्दैन? सारा प्रजाले मलाई मान्छ, ऊ मात्रै हो नमान्ने, उसलाई छोड्नु हुँदैन। अनि अनेक किसिमको यातनाहरू दियो आफ्नो छोरालाई। अनि सर्प पनि पठायो अरे। अनि त्यो सर्प त भगवान विष्णुको आफै भक्त होइन। त्यो सर्पले घेरा बनाइदियो प्रहलादलाई, रक्षा गरिदियो। अनि त्यो सिपाहीहरूले भने राजाको छोरा हो, कति अब यातना दिने, राजालाई गएर नै सोध्छु, राजा तपाईँको छोरा मानेन, अब के गर्नुपर्छ तपाईँ आफै गर्नुहोस्। त्यतिकैमा उसको एउटा बहिनी थियो होलिका, उसले भने दाइ मलाई त एउटा वरदान पाएको छ, एउटा चादर यस्तो छ कि म ओढेर बस्छु नि आगोमा, त म जल्दिनँ, अरू मान्छे जलिहाल्छ। अनि उसले भने ठिक छ। कसले? हिरण्यकश्यपले। ठिक छ। अनि खुब ठुलो आगोको गोलो बनायो। अनि त्यसको भित्र को बस्यो? होलिका। अनि होलिकालाई लिएर गोदमा प्रहलाद थियो, होलिकाको गोदमा। अनि होलिकाले त्यो चादर ओढ्यो। कुन चादर? जुन उसलाई वरदानमा पाएको थियो, नजल्ने, बुझ्यो? तर नियतिको अगाडि कसको के चल्छ, भगवान के गर्नुहुन्छ कसैलाई थाहा छैन, हो कि होइन? कसरी पापीको नाश गर्नुहुन्छ त्यो त भगवानलाई नै थाहा छ। अनि के भयो, जब आगो सल्कियो आफै त्यो चादर उडेर प्रहलादलाई छोप्यो। अनि होलिका जलेर भस्म भयो। अनि त्यसैले होली मनाइन्छ। अनि अलिकति अझ सुन्ने यसमा। अनि त्यसपछि त
त्यो हिरण्यकश्यप अझ रिसाएर आग बबुला भएर आइरहेछ। बाप रे बाप, यो त मेरो बहिनी जलिहाल्यो, यो कसरी बचिहाल्यो, यसलाई म अब छोड्दिनँ। बोलाएर ल्याऊ, सिपाहीले भन्यो। अनि सिपाहीले बोलाएर ल्यायो। अनि भन्छ तिमीलाई त पछि हेर्छु, तिम्रो पहिला भगवानलाई देखाऊ कहाँ हुनुहुन्छ, कसरी तिम्रो भगवानले आज मलाई बचाइरहनु भएको छ, तिमीलाई बचाइरहनु भएको छ, कसरी तिम्रो भगवानले म आज हेर्दैछु। त उसले भन्छ कि मेरो भगवान त हेरिदिनुहोस्, सृष्टिको कणकणमा हुनुहुन्छ। अनि हिरण्यकश्यप त्यही उभिएको थियो, त्यहाँ एउटा खम्बा थियो। भन्छ कहाँ है तुम्हारा भगवान, कहाँ हुनुहुन्छ तिम्रो भगवान, बताऊ, यसमा हुनुहुन्छ कि यसमा हुनुहुन्छ कि यसमा हुनुहुन्छ। अनि खम्बामा मार्यो। अनि एउटा विचित्र आकृति प्रकट भयो त्यहाँ। बुझिरहेको छ? न त्यो आकृति नर थियो न नारी थियो, दुईटैको रूप थियो। नरसिंह अवतारमा भगवान प्रकट हुनुभयो। अनि उसलाई न रातमा मार्नुभयो, न दिनमा, न अस्त्रले न शस्त्रले। सूर्यास्तको टाइम थियो, बेला थियो। अनि चौकटमा बसेर अनि गोदमा प्रहलादलाई लिएर, त्यो राक्षसलाई लिएर गोदमा, अनि नङले पुरा फाडिदिनु भयो। अनि उसको अन्त्य भयो। यसरी असत्यमाथि सत्यको जित भयो। अनि होली मनाइन्छ। त्यसैले हामीले कुनै पनि काम गर्दा भगवान कहाँ गएको छ, मन खराब छ भने त्यो फल पाइँदैन। बुझ्यो? बुझिरहेको छ? हो, त्यसैले भगवानको मन्दिरमा जब जान्छ, चाहे कुनै पनि प्रार्थना गर्छ, मन राम्रो हुनुपर्छ। सबैको भलाइ होस्, सबैको राम्रो होस्, त्यसको पछाडि मलाई पनि हेर्नुहोस् भगवान, मलाई पनि राम्रो होस्, अनि मात्रै भलो हुन्छ। ल, थ्याङ्क यू, धन्यवाद। मिठो बोलीमा मिठो बोलीमा, होलीमा, अरे होलीमा, मेरो दिल बस्यो कान्छीको बुट्टे चोलीमा। यो होली आउ साटौं सुख दुःख के हो के भोलि। हर्ष उमङ्ग बोकी आउँछ यो होली, आउ साटौं सुख दुःख के हो के भोलि। कति सुहाको तिमीलाई मायालु मेरी, कति सुहाको तिमीलाई मायालु मेरी, इन्द्रेणी रङ्गले रङ्गिँदाखेरि। कान्छीको मिठो बोलीमा, होलीमा, अरे होलीमा, मेरो दिल बस्यो कान्छीको बुट्टे चोलीमा।
जान फेरि रङ्गिन मुहार मुस्काउँदाखेरि होलीमा अरे होलीमा मेरो दिल बस्यो कान्छीको मिठो बोलीमा होलीमा अरे होलीमा मेरो दिल बस्यो कान्छीको बुट्टे चोलीमा रङ्गै रङ्गको पर्व यो होली हाहु न नाचौ गाउँ मन पेट खोली